मलाई अहिले पनि ताजै रूपमा स्मरण छ। रोल्पाको एउटा इरिबान भन्ने गाउँमा हाम्रो गोविन्दजी जस्ता साथीहरू महिनौं हिँडेर भूमिगत रूपमा त्यति बेला जनयुद्ध झन्डै झन्डै क्लाइमेक्सतिर जाँदै थियो। त्यस्तो अवस्थामा हामीले यसको संस्थापन गरेका हौं। मलाई त्यो सम्झँदै गर्दा अहिले पनि संस्थापक अध्यक्ष कमल महेश्वर दाहालले त्यसलाई स्मरण गर्दै केही कुरा राख्नुभयो। यहाँ अनि त्यति बेलाका महासचिव कमरेड ओम शर्मा अनि गोविन्द शर्मा जस्ता साथीहरू अहिले पनि कुनै न कुनै रूपमा प्रेसको एउटा नेतृत्वको रूपमा स्थापित पनि हुनुहुन्छ, राष्ट्रिय रूपमा भूमिका खेल्दै पनि आउनु भएको छ र यो अधिवेशनसम्म आउँदा ठुलो संख्यामा प्रेस सेन्टरले आफ्नो लागि सुयोग्य नेताहरूको टिम बनाएको देखेको छु मैले। यसको लागि पनि म प्रेस सेन्टरलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। अहिले तपाईहरुको यो 5औं राष्ट्रिय महाधिवेशन देशको राजनीतिको एउटा विशिष्ट मोडमा हुँदैछ। मैले अहिले धेरै लामो व्याख्या गर्न सम्भव छैन। हिजो चैत्र 15 गते देशमा एउटा नयाँ परिघटना देखा पर्यो। एकातिर गणतन्त्रवादीहरूले आफ्नो लोकतन्त्र प्रतिको प्रतिबद्धता, आफ्नो संकल्प स्थापित गर्नको लागि ठूलो संख्यामा जनसमुदायको बीचमा विरोध सभाको आयोजना गर्यो र एउटा उदाहरण राष्ट्रको अगाडि प्रस्तुत गर्यो र त्यहाँबाट सबै गणतन्त्रवादीहरूलाई आफूले आत्मसमीक्षा गर्दै समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आलोचना गर्दै अरु गणतन्त्रवादीहरू जो अहिले सरकारमा छन् उनीहरू पनि सच्चिनु पर्यो, उनीहरूले आफ्नो क्रियाकलापलाई गणतन्त्रवादी बनाउनु पर्यो भन्ने कुराको हामीले अपिल गर्यौं। त्यो आफैमा एउटा ठूलो परिघटना हो। त्यस सन्दर्भमा जति बेला निरंकुश राजावादी तत्त्वहरूले तीनकुनेमा एउटा आततायी निकै विवेक शून्य आपराधिक घटनाहरू घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पश्चगमन फेरि एकचोटि नयाँ सन्दर्भ सहित आपसमा टक्राइरहेका थिए। मैले आज बिहान धेरै मानिसहरूले मलाई सम्पर्क गरेर भन्नुभयो, तीनकुने वरिपरिका जनताले पनि र देशभरिकाले पनि यदि हामी समाजवादी मोर्चाले 50,000 को संख्यामा जनतालाई सडकमा नउतारेको भए शालीनता, संयम र अनुशासन र सभ्यताको प्रतीकका रूपमा आफूलाई प्रस्तुत नगरेको भए, मलाई आज बिहान धेरैले बधाई भनेको कुरा म तपाईहरुलाई भन्दैछु। हिजो धेरै ठुलठुला दुर्घटना हुने खतरा थियो। त्यहाँ झन्डै 1 लाख वरिपरि जनता नउत्रेको भए र उनीहरूले लोकतन्त्र प्रतिको, गणतन्त्र प्रतिको आफ्नो कमिटमेन्टलाई आफ्नो प्र्याक्टिसद्वारा प्रस्तुत नगरेको भए आततायीहरूले यति मात्रै होइन अझ ठुलठुला घटनाहरू घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई एउटा चाहिँ त्यसको पराकाष्ठमा पुर्याउने षड्यन्त्र थियो। समाजवादी मोर्चा र उहाँहरूले मलाई विशेष रूपले धन्यवाद र बधाई भन्नुभयो। धेरै मान्छेको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो। त्यति हुँदै पनि क्षति त भयो। 2 जना नागरिकको ज्यान गयो, थुप्रै घरहरू जलाइए, गाडीहरू जलाइए, संघ संस्थाका कार्यालय, पार्टीका कार्यालयहरू जलाइए। तर मलाई जनताले भनेको कुरा, बुद्धिजीवीहरूले भनेको कुरा, यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक एकता र शक्ति प्रदर्शन नगरेको भए आततायीहरूको योजना र रणनीति यो भन्दा भयानक थियो। त्यसलाई रोक्यो भन्नुभएको छ। म यो कुरा पनि तपाईहरुको अगाडि राख्न चाहन्छु र हिजो नै आततायीहरूको विवेक शून्य अपराध कर्ममा परेर एकजना होनहार
युवा पत्रकार सुरेश रजकको हत्या भयो, घरभित्रै जलाएर हत्या गरियो। तपाईँ हामीलाई सम्झना छ, हिजो निरङ्कुश राजावादी कालमा सबभन्दा बढी आक्रमणको शिकार सूचना सञ्चारको क्षेत्र, प्रेस क्षेत्र नै, प्रेसमाथि अंकुश लगाउने, कम्युनिकेसनहरू रोक्ने नै उनीहरूको मुख्य ध्यान हुन्थ्यो। उनीहरूको आक्रमणको निशाना प्रेस नै हुन्थ्यो। तर हामी गणतन्त्रवादीहरू, हामी प्रगतिशील र क्रान्तिकारीहरू भने जहिले पनि प्रेस स्वतन्त्रताको पक्षमा लागि नै राख्थ्यौँ। अहिले पछिल्लो चरणमा पनि हामीले नै संविधान निर्माण गर्दा प्रेसमाथि कुनै प्रकारको अंकुश लगाइ नै हुँदैन। स्वतन्त्रतामा मात्रै प्रेसले आफ्नो जिम्मेवारी, राष्ट्रका प्रति, जनताका प्रति, समाजका प्रति आफ्नो जिम्मेवारीलाई ठीक ढङ्गले पुरा गर्न सक्छ भन्ने सिद्धान्तमा आधारित भएर, मान्यतामा आधारित भएर हामीले संविधान लेख्दै गर्दा प्रेस स्वतन्त्रतालाई बिना अंकुश अगाडि लान दिनुपर्छ भनेर लिपिबद्ध गरिएको पनि छ। यद्यपि यदाकदा फेरि त्यस्ता प्रवृत्तिले टाउको उठाउन खोज्छन् जसले प्रेसमाथि कुनै न कुनै अंकुश लगाउने प्रयासहरू गर्ने गर्छन्। हामी त्यसका विरुद्ध लड्छौँ। तर हिजो के कुरा प्रष्ट देखियो भने सामन्ती राजावादी भन्नेहरूको आक्रमणको निशाना प्रेस नै हो, जसले सत्य तथ्य समाचार जनताको बीचमा, समाजमा सम्प्रेषण गर्छ र एउटा नयाँ चेतना, अग्रगमनको, प्रगतिको, शान्तिको, स्थिरताको, विकासको, समृद्धिको चेतना फैल्याउँछ। त्यही नै निरङ्कुशतावादीहरूको, सामन्ती तत्त्वहरूको, दलालहरूको आक्रमणको निशाना हुने गर्छ। हिजोको घटनाले पनि त्यसलाई प्रष्ट पारेको छ। र म प्रेस जगतका सबै युनियनहरू, सबै प्रेससँग सम्बन्धित साथीहरूलाई म विशेष रूपले धन्यवाद पनि दिन चाहन्छु। आज बिहान प्रेसको एकताको प्रतीकका रूपमा, एकताको अभिव्यक्तिका रूपमा तपाईहरूले सम्पूर्ण प्रेस जगत एकताबद्ध भएर हिजोको घटनाको प्रतिवाद गर्नुभयो, दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो र अनि यो आततायी र आपराधिक क्रियाकलापहरू र समाजलाई पछितिर धकेल्न खोज्ने प्रवृत्तिका विरुद्ध तपाईहरू आफू एक ठाउँमा उभिएर चाहिँ त्यो प्रस्तुत गर्नुभयो। त्यसको लागि म विशेष रूपले सबै प्रेससँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधि र ती सङ्घ संस्थाहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र आउने दिनमा अझै पनि सामन्ती निरङ्कुशतावादी र ती आपराधिक आततायी विवेक सुन्ने मान्छेहरू यतिमा रोकिने देखिएको छैन। उनीहरू अझै पनि त्यस खालका आगजनी, तोडफोड, हत्या, हिंसाका घटनाहरूलाई चाहिँ अगाडि बढाउने दुस्साहस गर्न खोज्दैछन्। प्रेस अहिलेको जमानामा एउटा त्यस्तो माध्यम हो जसले त्यस खालका विवेक सुन्ने निरङ्कुश प्रवृत्तिहरूलाई, आपराधिक प्रवृत्तिलाई रोक्नको लागि प्रभावकारी र परिणाममुखी भूमिका खेल्न सक्दछ। म तपाईहरू सबैलाई, प्रेस सेन्टर नेपाल र प्रेससँग सम्बन्धित सबै सङ्घ संस्थाहरूलाई पनि विशेष रूपले अपिल गर्न चाहन्छु, ढिलो नगर्नुहोला। आफ्नो ठाउँबाट निरङ्कुशताका विरुद्ध आवाज उठाउने, लेख्ने, सबै किसिमले त्यसको प्रतिवाद गर्ने कुरामा कुनै कमी हुन नदिनु होला। म त्यसको लागि अपिल गर्न चाहन्छु। र मैले हिजो भूमिगत र जनयुद्धमा हुँदा पनि प्रेससँग हामीले निरन्तर संवाद गरि नै राखेका थियौँ। तपाईहरूलाई थाहा छ, त्यही संवादको बीचबाट गणतन्त्रका निम्ति, शान्ति सम्झौताका निम्ति प्रेसले निकै सकारात्मक भूमिका खेलेकै हो। मेनलाइन मिडियाहरूले पनि शान्तिको वातावरण बनाउन, संविधान सभा र गणतन्त्रको वातावरण बनाउन भूमिका खेलेको हो भने अहिले पनि यो गणतन्त्रको रक्षा र सुदृढीकरणको निम्ति प्रेसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, खेल्नु पर्छ। तपाईले खेलि पनि राख्नु भएको छ। अझ त्यसलाई प्रभावकारी र परिणाममुखी बनाउने कुरामा ध्यान दिनु होला भनेर म भन्न चाहन्छु। अहिलेको युग अब सामान्यतः हिजो हामीले भर्खरै नेपालमा निरङ्कुश पञ्चायती तानाशाहीका विरुद्ध आन्दोलन गर्दै गर्दाको भन्दा कहाँ हो कहाँ
गुणात्मक ढङ्गले अर्को ठाउँमा पुगेको छ सूचना सञ्चारको क्षेत्र। हामी मुस्किलले साप्ताहिक चाहिँ पत्रिका निकालेर त्यसबाट चाहिँ देशको राजनीति बुझ्ने सूचना सञ्चारको क्षेत्रलाई प्रभावित गर्ने ठाउँबाट बिस्तारै हामी अगाडि बढ्दै जाँदा अहिले डिजिटलाइजेसन र ग्लोबलाइजेसनको नितान्त नयाँ ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स मार्फत थुप्रै चिजहरू प्रभावित गर्ने ठाउँसम्म तपाईहरुले देखेका छौँ। दिनदिनै ठुलो लडाईँ भइरहेको छ अन्तर्राष्ट्रिय क्षेत्रमा। एआई आर्टिफिसियल इन्टेलिजेन्सको सन्दर्भमा विभिन्न प्रोजेक्टहरू च्याट जीपीटी भनेर अर्को भनेर प्रतिस्पर्धा गरिराखेका छन्। पश्चिमाहरू र पूर्वेलीहरू ठुल्ठुला वैज्ञानिकका दिमाग लागिराखेका छन् र हर दिन नयाँ नयाँ कुरा आइराखेका छन्। त्यहाँ प्रेसले आफूलाई समयानुकूल बनाउनको लागि यी सबै विज्ञान प्रविधिले गरेका विकासहरूलाई आत्मसात गर्नुपर्ने, अध्ययन गर्नुपर्ने, त्यसलाई पचाउनु पर्ने आवश्यकता छ र त्यसको सदुपयोग जनताका पक्षमा, राष्ट्रका पक्षमा, समाजका पक्षमा गर्नको लागि हर दिन मेहनत गर्नुपर्ने आवश्यकता छ। यो हिजोको जस्तो सहज पक्कै पनि छैन, चुनौतीपूर्ण छ, तर फेरि त्यत्तिकै सम्भावना युक्त पनि छ। यो कुरालाई पनि हामी सबैले चाहिँ मनन गर्नुपर्ने छ। त्यसलाई आत्मसात गरेर मात्रै हामीले प्रतिक्रियावादका विरुद्ध, निरङ्कुश तन्त्रका विरुद्ध, दलाल प्रवृत्तिहरूका विरुद्ध सङ्घर्ष गर्न सकिन्छ, त्यसमा विजय हासिल गर्न सकिन्छ। म यसको निम्ति पनि तपाईहरु सबैलाई अपिल गर्न चाहन्छु। यहाँ साथीहरूले अघि शुभकामना मन्तव्य दिने क्रममा प्रेस युनियनको तर्फबाट या प्रेस चौतारीको तर्फबाट अन्य सङ्घ संस्थाबाट पनि गणतन्त्रवादीहरू एक हुन पर्यो भनेर पनि केही सुझाव राख्नु भएको छ। म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। गणतन्त्रवादी एक हुने आधार भनेको गणतन्त्रवादी जस्तो हुनु पर्यो। पहिला गणतन्त्र विरोधी जस्तो भयो भने गणतन्त्रवादीको एकता कसरी हुन सक्छ? त्यसकारण हाम्रो भनाइ मैले हिजो भनेको पनि आज पनि दोहोर्याएर भन्ने कुरा के हो भने हामीले गणतन्त्रवादको सिद्धान्त, त्यसको मूल्य, त्यसको मान्यता र मर्मलाई आत्मसात गरेर हिजो गरिएका गल्ती, कमजोरी, भ्रष्टाचारीहरूको संरक्षण गर्ने, दलालहरूको हित साधन गर्ने, बिचौलियाको इच्छा अनुसार चल्ने काम बन्द गर्नु पर्यो। अनि गणतन्त्रवादीको एकता बल्ल साँचो अर्थमा गणतन्त्रवादीको एकता हुन्छ। मैले हिजो पनि सत्तामा भएका दलहरूलाई यो विषयमा विचार गर्न, आफूलाई गणतन्त्रवादीका रूपमा प्रस्तुत गर्न अपिल गरेको छु। होइन, गणतन्त्रवादी भन्ने आचरण चाहिँ निरङ्कुशतावादीको जस्तो गर्यो भने गणतन्त्रवादीको एकता सम्भव हुँदैन। तर हामी माओवादी केन्द्र र मैले भन्ने गरेको छु 12 बुँदे समझदारीदेखि शान्ति सम्झौता, संविधान सभादेखि संविधान निर्माणसम्म नेतृत्व गर्ने अवसर पाएको शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ताको नाताले गणतन्त्रको मूल्यप्रति, गणतन्त्रको हितप्रति गहिरो जिम्मेवारी बोधको साथ मैले यो पनि भनेको छु साथीहरूलाई, आउनु सबै बसेर आत्मसमीक्षा गरौँ, संविधान कार्यान्वयनमा कहाँ त्रुटि भयो हेरौँ र सच्चिने सङ्कल्प गरौँ र जनतातिर फर्कने, जनताको आवश्यकता र भावना, जनताको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक चाहना र आवश्यकता के हो भन्नेतिर फर्क्यो भने पक्कै पनि फेरि सहकार्य हुन सक्छ भन्ने कुरा पनि भनिएको छ। त्यसकारण म फेरि पनि गठबन्धनमा भएका नेता र साथीहरूलाई तपाईहरु एउटा नियुक्तिको लागि तपाईहरुले के गरिराख्नु भएको छ भन्ने कुरा मैले चाहिँ भर्खर प्रधानमन्त्री छोडेको हुनाले मलाई थाहा छ। तपाईहरुले कहाँ के सेटिङ गर्न खोज्दै हुनुहुन्छ, कहाँबाट कसरी तपाईहरु त्यो सेटिङबाट लाभ लिन खोज्दै हुनुहुन्छ, मान्छे नियुक्ति गर्दा कस्तो तरिका अपनाउनु भएको छ भन्ने मलाई सबै थाहा छ। त्यसकारण त्यसो नगर्नुहोस्। अहिले तपाईहरु राष्ट्र ब्याङ्कको गभर्नर, नेपालको अर्थतन्त्र अप्ठ्यारोमा छ, धेरै नै अप्ठ्यारोमा छ, तर यसलाई सुधार्नै नसकिने भन्ने चाहिँ बिल्कुल होइन। हामी सबैले
आँट गरेर एकताबद्ध भएर अगाडि बढ्यो भने हामी सुधार्न सक्छौँ। तर राष्ट्र ब्याङ्कको एउटा गभर्नरको निम्ति तानातान त्यहाँ योग्य गभर्नर ल्याउने मेरिटको आधारमा यस्तो मान्छे आओस् जसले ब्याङ्किङ प्रणालीमा सुधार गरोस् भन्नेतिर ध्यान दिनुभन्दा को मेरो मान्छे को तेरो मान्छे कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन आफूलाई भन्ने सोचियो भने त्यसले त अर्थतन्त्रमा सुधार गर्न मद्दत गर्दैन। म साथीहरूलाई मैले सुझावको रूपमा भनेको छु, खबरदारीको रूपमा भनेको छु। मैले कुनै रिस राग र आवेग होइन। अहिले गणतन्त्रमाथि प्रहार भइरहेको बेलामा हिजोका हामी 12 बुँदे समझदारीका सहयात्रीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक ठाउँमा हुनुपर्छ। यो आवाज समयको आवाज हो भन्ने कुरा मलाई सबभन्दा बढी थाहा छ भन्ने मेरो अनुभूति छ। तर साथीहरू सच्चिनुको सट्टा अझ बढी बिग्रिनेतिर जानुभयो भने तिनै निरङ्कुशतावादीहरूले फाइदा उठाउलान् कि भन्ने चिन्ता चाहिँ मैले व्यक्त गरेको छु। र मेरो यो चिन्ताबाट पक्कै पनि साथीहरूले विचार गर्नुहोला। मैले हिजोबाट आजसम्म आउँदा क्याबिनेट बैठकमा पनि केही सकारात्मक कुरा भए भन्ने सुनेको छु। सरकार विभिन्न ठाउँमा भएको हिजोको क्षतिको अवलोकन गर्न गृहमन्त्री हिँडिराख्नु भएको छ। मसँग पनि कुराकानी भयो, विभिन्न क्षतिग्रस्त ठाउँको अवलोकन पनि गरिराख्नु भएको छ। मलाई फेरि पनि के लाग्छ भने यो सही समय हो। गणतन्त्रवादीहरूले निरङ्कुशतावादी र यी आपराधिक मनस्थितिका मान्छेहरूलाई कडा कारवाही गरेर आफू पनि सच्चिने र जनताको हितमा अगाडि बढ्ने यो सही समय हो। सरकारले यो बेलामा कडा कदम चाल्यो भने पक्कै पनि हाम्रो समर्थन हुन्छ। तर सरकारले फेरि सम्झौता गर्ने या फेरि त्यस्तै भ्रष्ट तत्त्वहरूलाई नै चलखेल गर्न दियो भने त्यसले देशलाई फाइदा गर्दैन भन्ने मात्रै हाम्रो चिन्ता हो। यति भनिसकेपछि प्रेस सेन्टरको यो 5औं राष्ट्रिय महाधिवेशनले विचारको दृष्टिले, मुद्दाको दृष्टिले, योजना र कार्यक्रमको दृष्टिले सही चिज अगाडि बढाउनेछ। यहाँ धेरै साथीहरूले भन्नुभयो, संस्थापक अध्यक्ष महेश्वर दाहालदेखि वक्ता सबैले नेतृत्व सहमतिबाट बन्नु, सर्वसम्मत नेतृत्व चयन गर्ने कोसिस गर्नु नै राम्रो हो भन्ने कुरा धेरैले र करिब सबैले राख्नुभयो। म पनि अहिलेको परिस्थितिमा प्रेस सेन्टरले जसरी आफूलाई एकताबद्ध राखेको छ र मैले नेतृत्वका मुख्य नेता साथीहरूसँग गरेको छलफलमा मैले उहाँहरूको जे प्रतिबद्धता सुने, उहाँहरूले एकताको बलमा नै यो सङ्गठनलाई राम्रै स्थापित गर्नु पनि भयो। त्यही एकताको बलमा पत्रकार महासङ्घको चुनावमा राम्रो प्रदर्शन पनि गर्नुभयो। त्यहाँ त्यो एकता जोगाइराख्ने कुरा धेरै महत्त्वपूर्ण छ। त्यसको निम्ति तपाईँहरू आपसमा, मैले त भनेको छु, आपसमा छलफल गर्नुहोस्, सबभन्दा राम्रो के हुन सक्छ भन्ने कुरामा विमर्श गर्नुहोस् र सहमति बनाउने कोसिस गर्नुहोस्। सक्दै सक्नु भएन भने हाम्रो विधानले त भनेकै छ प्रतिस्पर्धा गरेर भए पनि गर्ने। हामीले त्यो गरेका पनि छौँ। हामी प्रतिस्पर्धाबाट डराउनेवाला त बिल्कुल होइनौँ। तर आजको परिस्थितिमा प्रेस सेन्टरले आफूलाई सहमतिबाट अगाडि बढाउँदा नै सङ्गठनको पनि राष्ट्रको पनि हितमा छ भन्ने मलाई लाग्छ। अलिकति त्याग गरेर अलिकति चाहिँ आफ्नो ठाउँबाट चाहिँ पछि हटेर भए पनि एकतालाई सम्वर्धन गर्ने कुरा यति बेलाको आवश्यकता हो।